Hello, it's me Nitish Thapa. Today I am here to do my testing of my project of UI UX subject. My project is known as Curalink, which is one of the hospital management system or e-pharmacy in doing in web application. I'm doing it in web application. So I'm doing low fidelity testing on my project with some of my friends. So let's do it. म आयुष सिलवाल हो। म चाहिँ साथीको प्रोजेक्टको लागि एउटा फिडब्याक दिँदैछु अनि म चाहिँ युजर इन्फर्मेसन पेज जुन चाहिँ एडिटभित्र छ त्यसको फिडब्याक दिँदैछु। यसमा चाहिँ हेर्दाखेरि चाहिँ ओभरअल सबै ठिक छ, तर उसको नेम भनेको युजर नेमै हो रहेछ। सो युजर नेम र इमेल चाहिँ यस्तो हुनु पऱ्यो कि तिमीले चेन्ज गर्दाखेरि डुप्लिकेट एन्ट्रीको अलर्ट बक्स नि हुनु पऱ्यो अनि इमेल यत्तिकै अब डुप्लिकेट हुनु भएन। इम्पोर्टेन्ट भनेको चाहिँ त्यही हो। अनि मलाई लाग्छ इमेल चाहिँ चेन्ज नगर्दा राम्रो हो, एडिट गर्नु नमिल्दा राम्रो हो। त्यति नै हो, अरू त्यस्तो प्रब्लम देखिन। हेलो, मेरो नाम चाहिँ अनिश नेपानी। म चाहिँ नितिशको प्रोजेक्टमा हेल्प गरिरहेको छु होइन। ती फिडब्याक दिनको लागि चाहिँ अब यसमा चाहिँ सुरुमा हामीले हेर्दाखेरि चाहिँ यो फोर्गेट पासवर्डको आइकनहरू चाहिँ अलिक धेरै नै ठुलो छ होइन। मेन कुरा चाहिँ अब इमेल एड्रेसमा नि अब प्रपर इमेल एड्रेसको फर्मेटमा चाहिँ हुनु पऱ्यो। अब यस भइसकेपछि चाहिँ अर्को पेजमा जाँदाखेरि चाहिँ अब सबै कुराहरू राम्रो हुँदा नि हल्का त्यो आइकनहरू चाहिँ धेरै नै ठुलो छ। यसले चाहिँ गर्दाखेरि चाहिँ अहिले एटेन्सन त्यतातिर मात्रै ड्र गर्छ एक्चुअल कामको भन्दाखेरि पनि चाहिँ। अनि त्यहाँ चाहिँ अब यो पासवर्ड चेन्ज गर्ने यो रिसेट पासवर्डमा चाहिँ के हुनु पऱ्यो भन्दाखेरि अब न्यू पासवर्ड हुनु पऱ्यो। त्यहाँपछि हालिसकेपछि पहिलाको प्रिभियस पासवर्डहरू हुन्छ नि त्यो थाहा छ भनेपछि त्यो ठिक छ, त्यो भइहाल्यो। तर एउटै पासवर्ड नै युज गर्न नमिल्नु पऱ्यो होइन। न्यू पासवर्ड चाहिँ गर्नु पऱ्यो। त्यसपछि अनि कन्फर्म पासवर्डहरू चाहिँ यहाँ सो गर्नु पऱ्यो। अरूलाई चाहिँ यति गर्दा ठिक छ, अरू चाहिँ ठिक छ। म चाहिँ निरन बस्नेत अनि मैले चाहिँ नितेश्वरको यो प्रोजेक्टको लागि के फिडब्याक दिन सकिन्छ, उसले बनाएको यसमा के चाहिँ कमी कमजोरीहरू छ तिनीहरूलाई चाहिँ यहाँनिर पोइन्ट आउट गरेर के चाहिँ अझै राम्रो बनाउन सकिन्छ यो कुरामा चाहिँ म हेल्प गर्न जाँदैछु। सो अहिले हामी छौँ यो होम पेजमा अनि होम पेजमा लगभग हेर्दा त सबै ठिकै नै छ। सकेसम्म अब यहाँनिर के गर्दा राम्रो देखिन सक्छ भने जस्तो कि यहाँनिर अझै एउटा स्लाइड्सहरू जस्तो इमेज स्लाइड्सहरू होइन, अझ मजाले आफ्नो पेज भनौँ न के को बारेमा हो त्यो अझै झल्कियोस्, त्यो भए भने राम्रो देखिन्छ। प्लस अनि यो ब्यानरहरूलाई चाहिँ अलिक कस्टमाइज गरेर अनि अझै राम्रो बनाउन सकिन्छ। अनि त्यसपछि हामी नेक्स्ट पेजमा जान्छ, डक्टर पेज। हामी डक्टर क्लिक गरेपछि नेक्स्ट पेजमा गइन्छ। सो डक्टर पेजमा चाहिँ ओभरअल हेर्दा त जो स्लाइड्स जस्तै राखेको रहेछ होइन। अब डक्टरहरूको डिस्क्रिप्सन होला सायद जहाँसम्म लाग्छ यो ठिकै नै छ। अब यसमा चाहिँ यहाँनिर जुन यो फिल्टर्स भन्ने यो एउटा फिल्ड छ जुन यसमा चाहिँ अझ हामीले एकैचोटि होइन जस्ट एउटा अल बटन अथवा स्क्रोल डाउन जुन क्लिक गर्न मिल्छ नि त्यो राख्यौँ भने चाहिँ के एभाइलेबल छ त होइन, कुन डक्टर्सहरू अभाइलेबल छ, कुन फिल्डको डक्टरहरू अभाइलेबल हुनुहुन्छ उहाँको चाहिँ राम्रोसँग देख्न सकियोस्। अनि त्यो यसमा त्यति भयो। प्लस अनि सकेसम्म अलि डक्टरहरूको यो जुन अब नेम, स्पेसलाइजेसन, इमेल, कन्ट्याक्ट्स योहरू छ, बुक एन्ड अपोइन्टमेन्ट यो पनि ठिकै छ। अझै सकेसम्म हामीले अलिक 2-4वटा अझै राख्न भनौँ न अलिक धेरै देखाउन सक्यो भने अझ त्यो पनि राम्रो हुन्छ। अनि यसपछि गएर हामी अब जुन यो अपोइन्टमेन्ट बुक एन्ड अपोइन्टमेन्ट क्लिक गरिसकेपछि हाम्रो यो जुन अपोइन्टमेन्ट पेज मजाले खुलिन्छ। त्यो यसमा चाहिँ अब हाम्रो अलिकति मेन समस्या चाहिँ के देखियो भन्दाखेरि यहाँनिर अब जस्तो कि हामीले सबै फिल्डहरू भरिसकेपछि अनि हामीले सब्मिट त गर्नु पऱ्यो। त्यो यहाँ सब्मिट अलि राम्रोसँग सब्मिट बटनको चाहिँ यहाँनिर एउटा आवश्यकता देखियो। अनि प्लस अब अलिकति हुन्छ नि त्यही हो, ओभरअल हेर्दाखेरि अरू सबै ठिकै नै छ। हामीले अलिकति स्पेसलाइज्ड डक्टरको अलिकति राम्रोसँगले डिस्क्रिप्सनहरू चाहिँ अलिकति मेन फोकस गरेर राख्नुपर्ने हुन्छ। र सबै युजरहरूको डिटेल चाहिँ मजाले नै भइहाल्छ। अनि फुल डिस्क्रिप्सनहरूको लागि अब जस्तो कि अब आफ्नो प्रब्लमको डिस्क्रिप्सनको फिल्डलाई चाहिँ अलिकति बढायो भने झन् राम्रो होला, किनकि यसमा चाहिँ अब हामीले के भएको त्यो समस्याहरू अझै राम्रोसँग देखाउन सक्यो भने अनि अपोइन्टमेन्ट दिँदा नि सजिलो भयो। डक्टरको थ्रु हेल्प पनि अब राम्रो आउन सक्छ। जति टोटल्ली राम्रोसँगले हामीले डिस्क्राइब गर्न सक्यो त्यति राम्ररी चाहिँ हामीले फिडब्याक पनि अब पाउन सकिन्छ नि डक्टरबाट। अनि अब आफ्नो क्योर पनि चाँडै हुन्छ। त्यस्तै हो, अरू सबै ठिक छ।
मेरो नाम चाहिँ हेमन्त दास हो। म चाहिँ नित्य सरको UI UX को यो लो फिडेलिटी डिजाइनलाई चाहिँ फिडब्याक दिनको लागि साथीहरू बनाएको हो। म चाहिँ यो मेडिसिन पेजमा छु हैन। यो मेडिसिन पेजमा चाहिँ यसो हेर्दाखेरि सब ठिक देखिरहेछ, तर यहाँ लगइन र साइन अप देखिरहेछ। यो लगइन र साइन अप भनेको चाहिँ यो मेडिसिन पेजमा जानलाई चाहिँ पहिला लगइन गरिसकेको युजरहरूले मात्रै जानु पर्यो हैन। त्यसले गर्दा चाहिँ हाम्रो सजिलो हुन्छ नि त। अनि यहाँ हाम्रो जुन विश लिस्ट र एड टु कार्टको बटन जुन देखिरहेछ हो, यहाँ हामीले थिचेपछि कहाँ जान्छ त? हाम्रो यहाँ माथि त बटनहरू छैन हो। त्यो विश लिस्ट र एड टु कार्टको बटन पनि यहाँ हुनु पर्यो, जसले गर्दा हामीले यहाँ क्लिक गरेपछि पहिलो सुरु चाहिँ त्यो पपअप देखिनु पर्यो हैन। यो के अरे एडेड टु कार्ट हैन, अनि त्यसपछि एडेड टु विश लिस्ट भनेर। अनि त्यसपछि चाहिँ हामी अब यहीँबाट अब यहाँ हामीले क्लिक गरेपछि रिडिरेक्ट त हुँदैन होला, त्यसको लागि चाहिँ छुट्टै बटनहरू हामीले यहाँ राख्यो भने चाहिँ हामीले सजिलो हुन्छ। यसमा चाहिँ अब ठिकै छ, यो फिल्टरहरूमा नि सबै चिज ठिकै छ हैन। अनि अर्को चाहिँ हामी त्यहाँपछि यहाँ एड टु कार्टहरू गरिसकेपछि हामी सपिङ पेजमा जान्छौँ हैन। त्यहाँपछि हामीले चाहिँ कुन हामीले छानेको छौँ त हैन मेडिसिन्सहरू। तर अब कहिलेकाहीँ हामीलाई नचाहिने मेडिसिन्सहरू पनि हुनसक्छ, त्यसलाई रिमुभ बटन चाहिँ ठिक छ। तर अब यहाँ पछि के छ भन्दाखेरि हाम्रो रिमुभ बटन मात्रै छ अनि प्राइसहरू मात्रै छैन। त्यसको लागि अब अर्डर पेज के अरे यो तपाईँको मल्टिपल मेडिसिनहरू सिलेक्ट गर्नुको लागि नि एउटा अप्सन हुनु पऱ्यो, मल्टिपल सिलेक्सन भन्नुको लागि। अब त्यो भएन भने अनि त्यहाँ पछि चाहिँ तपाईँको के भन्छ नि यहाँ मल्टिपल सिलेक्सन अब सिङ्गल मात्रै गर्नु छ भने अर्डरको बटन पनि हुनु पर्छ, जुन चाहिँ मैले यहाँ देखिरहेको छैन होइन। अरू चाहिँ सबै ठिक छ। यति भएपछि होइन, थ्याङ्क यू। हेलो, म चाहिँ इमरान नेपाने। म चाहिँ साथीको यो फिडब्याक UX को फिडब्याकमा हेल्प गर्नलाई भोलिन्टियर गर्दैछु। अनि म चाहिँ अब यहाँ हेरेर अब डिजाइनमा के कस्तो छ त्यो भन्दैछु होइन। सबैहरू ठिक छ होइन। अब यहाँ अब अर्डर समेरीमा हुन्छ नि, प्राइस मात्र नभएर अर्डरको हुन्छ नि, के अर्डर गरे हो त्यो हुन्छ नि, त्यो देखिनु पऱ्यो। कुनको हुन्छ नि भन्दाखेरि अब के अर्डर गरे त्यसको त्यो टाइटल हुनु पऱ्यो, त्यो भयो होइन। अनि प्लेस अर्डर भएपछि अब प्लेस अर्डर भएपछि चाहिँ अब चेकआउटपछि हिस्ट्री पेज देखिनु हुन्छ होइन। अब हिस्ट्री पेजमा चाहिँ अब हामीले कहिले प्लेस गरे सक्छ होइन। अनि अब प्रब्लमको ठाउँमा हुन्छ नि डायग्नोसिस, प्रब्लमको ठाउँमा अरू केही राख्नु मिल्यो। अब प्रब्लम भनेर हुन्छ नि अलिकति त्यो भन्छ मान्छेको साइकोलोजी चेन्जेस हुनसक्छ प्रब्लममा चाहिँ। ल अब हाम्रो यो अर्डर प्लेस भइसकेपछि चाहिँ हाम्रो यो राइट साइडमा छ नि क्यान्सल अर्डर भन्ने कुनै बटन या केही प्लेस गरिदियो भने चाहिँ अब युजरको इन्ट्रेक्सनको लागि एउटा त्यो चाहिँ सजिलो हुन्छ। किनकि कहिले मिस्टेकली अर्डर भएको हुनसक्छ, त्यो ट्राई गर्दा चाहिँ अब हाम्रो अर्डर भइसकेपछि चाहिँ अर्डरको स्टेटस देख्नु पऱ्यो भनेर अब दासदारले इन्फर्मेसन पाइसकेपछि चाहिँ अब प्लेस भइसक्यो, अब अर्डरले प्याक गर्दैछ, अब त्यो के हुँदैछ भनेर एउटा स्टेटस, हाम्रो स्टेटसको इन्फर्मेसन या फेरि यसो केही प्याराग्राफ टाइपको केही देखाउने भने चाहिँ हाम्रो अर्डरको युजरको लागि इन्ट्रेक्सन राम्रो हुन्छ। त्यति मात्र। मेरो नाम चाहिँ गणेश नेपाने। म चाहिँ यो साथीको उसको रिभ्यू गर्दैछु र यो उसमा चाहिँ चेन्जेसहरू के गर्नुपर्छ त्यो भन्दैछु। यसमा चाहिँ यो इमेलहरू जुन हाम्रो लगइन पेजको इमेलहरू चाहिँ फर्मेटमा भए राम्रो हुन्छ। र यो पासवर्डहरूमा चाहिँ अल्फाबेट क्यारेक्टरिस्टिक सबैहरू मिलाएपछि राम्रो। र यो जुन साइनअपको जुन यो फर्मेट छ यसलाई चाहिँ मिडलमा राख्यो भने राम्रो, र इमेजलाई चाहिँ नराख्ने। यसमा यो अर्को पेजको चाहिँ इमेजलाई राख्दा राम्रो, तर इमेजलाई ब्याकग्राउन्डमा गराएर अलिक ब्लर टाइपमा गराएर यो जुन लगइनको यो नै छ यसलाई मिडलमा राख्दा राम्रो।